आज हामी सजिलो र रोचक तरिकाबाट विद्यार्थी भाइ बहिनीहरूलाई भागको अवधारणा कसरी सिकाउने भन्ने कुराहरू मैले देखाउन गइरहेको छु। जस्तै यसमा 486लाई 3ले कसरी भाग गर्ने भन्ने कुराहरू छ। हामीले 4, 8, 6लाई यसरी राखेका छौँ। यो 4 भनेपछि 2, 3, 4 वटा कोठाहरू बनायौँ। त्यसपछि 8 भनेपछि 2, 3, 4, 5, 6, 7, 8 वटा रेखाहरू तानेका छौँ। 6 भनेपछि 1, 2, 3, 4, 5, 6 वटा तान्यौँ। हामीले 3ले भाग गर्नु छ भने 3 का मुठा पार्छौँ। हामीले एउटा मुठा पर्यो। अब 1 बचेको छ। 1 भनेपछि यो यसमा आउँछ 18 मा। यहाँ 8 वटा थिए, 18 वटा भयो अहिले। अब 10 वटा थप्नुपर्छ। 2, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10। अब यहाँ 3ले भाग गर्नुपर्ने भएको 3 का मुठा पार्छौँ। कतिवटा पर्छन् त्यही आधारमा हामीले यो एउटा पर्यो अनि यो 3टा पर्यो। यिनीहरूको एउटा मुठा पर्छ। 1, 2, 3, 4, 5, 6 वटा भयो। यसलाई पनि त्यही अनुसार गर्छौँ हामीले 2 भयो। अथवा यसको भागफल कति भयो भनेपछि 1, 6, 2 उत्तर। यसरी हामीले छोटो तरिकाबाट हामीले भाग गर्न सक्छौँ। धन्यवाद।